ओए यसको इंग्लिश तिमीलाई कस्तो लाग्यो कि सुन्दै सुन्दैनौ तिमीले तेरो फोटो हाम्रो कट देख रहा था आइरहन और भिडियो भयो यार ओए त्यसको पौडी खेल्न तयार छौँ तर डुङ्गा खेल्दैनौँ होइन किन अब यहाँ पौडी खेल्दा पो सान मतिलो हुन्छ डुङ्गा जसले पनि चढ्न जान छ नि होइन यस मनी मनी इज एभ्रिथिङ कुरो यहाँ छ होइन मैले ओए केरा खाने होइन अब केरा घारीमा केरा नखाने हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु माई युट्युब च्यानल सबैजनालाई स्वागत छ युट्युब च्यानलमा आज कुन दिन भनेर तपाईँहरूले मेरो अनुहारमा रङ देखेर थाहा पाउनु होला हिजो हामीले चाहिँ हिजो एकछिन खेलेको थियौँ र आज झन् राम्ररी खेल्ने आज यहाँ तराई होली हो आज चाहिँ होली खेल्ने भनेछौँ आज यसो घुमाइ पनि हुन्छ होला त्यो पनि सबै भिडियोमा देखाउने छु म तपाईँहरूलाई हेर्दै जानु होला भिडियो फुल हेर्नु होला यहाँ होली खेल्न चाहिँ आइसकेको छन् ठ्याक्कै देखाउँछु तपाईँहरूलाई अब म त्यहाँनिर पहाडी सबैजना आइसकेको छन् डेन्जर भिडियो भयो यार ओए त्यसको ओए यो त अहिले हाल्छु म ओए एउटा कुरा थाहा तिमीहरूलाई तिमीहरूले मलाई होली लगाइदियो होइन मलाई खानेकुरा ल्याऊ अब तिमीहरू एकजना गरेर खानेकुरा ल्याऊ एकजना ओए रङ ल्याऊ त भाइ यहाँ आऊ लगाइदियो त मलाई लगाइदियो त लगाइदिनु ल धेरै लामो समयपछिको भेटघाट हो होइन यस सन्दर्भमा अब हाम्रो यात्रा चाहिँ भएर तलतर्फको हुँदैछ अब दाजुभाइका साथीभाइका मिठा भेटघाट होइन सबैलाई अब होलीको दिनमा यसो रमाइलो पनि गरे खाजा नास्ता हान्यो अब हामी केही मन बिसाउन वा केही गर्नको लागि यसो रमाइलोका तर्फको लागि हामी भएर तल जाँदैछौँ त्यसैका कारण निम्ति अब मेरो चाहिँ डिलक्स हो होइन त्यो बसन्ती हाम्रो पसन्द छ यो सादा डिलक्स हाम्रो भयो त्यस कारण अब हामी यसरी चढ्दैछौँ ट्याक्क होइन मेरो बाबु सो अब म चाहिँ यहाँ माउन्ट गर्छु एकैचोटि माउन्ट गरेपछि बाइकमा बसिसकेपछि तपाईँहरूलाई देखाउने छु त्यति दिनको लागि भिडियो हेरिजानु होला सो घरबाट हिँड्यो है हामी चाहिँ त्यसैले हेरेपछि अगाडि नै पुगिसकेँ म चाहिँ यहीँ छु सो होलीमा अब त्यस्तो खाएर चाहिँ हिँडिए छैन त्यही पनि आफै सतर्क हुनुपर्छ अरे आज चाहिँ ज्यानको माया त सबैलाई हुन्छ खाएपछि त माया सब निस्किँदो रहेछ क्या केटाहरूको त्यति साह्रो चहल पहल दिन आउँदैन हामीलाई हल्का हल्का दिन्छ आफ्नो गाउँमा फोडिन्छ सब अब हामी सोल्टी बजार आउँछौँ त्यसपछि चाहिँ हामी पनि अलिक च्याटसँगले हिँडिन्छ है वाइल्ड रैला पारामा सो हामी सोल्टी बजार कट्यो अब आउँछ हाम्रो केरा घारी ओए केरा खाने होइन अब केरा घारीमा केरा नखाने केही फरक पर्दैन मैले बिलु पनि ल्याएन 80,000 के सुद हो रे केटाको त ल
ओहो यो हाम्रो केरा गाडी हो मा यहाँनिर वाइल्ड रूपमा केरा हुन्छ है केटा हो वाइल्ड रूपमा केरा खाने भयो सम्पर्क हान्नुमा यसला बारी त बारी पुरै कति कथा हो वाइल्ड रूपमा है सम्पर्क कमेन्ट डाउन केरा खाने भए होलीमा यस्तो चहल पहल होइन अब अगाडि डन्टेले चाहिँ हाम्रो चहल पहल हान्यो भने अर्कै कुरा हो नत्र भए त आज सब्सक्राइब गरिदिनु है केटा हो च्यानललाई चाहिँ सब्सक्राइब हान्नु सब्सक्राइब अलिक धेरै कम छ होइन 300 पनि पुगिसकेको छैन 1000 सब्सक्राइबर पुगाइदिनुहोस् गोप्रो आउँछ स्योर गोप्रो हिरो 9 भन्दा माथि आउँछ तपाईँहरूले 1000 सब्सक्राइबर चाँडै पुगाइदिनु पऱ्यो क्या हो चाँडै पुरा होइन भिडियोलाई माया वाइल्ड माया देखाइदिउँ न यार सर लागेको हो हामी पनि बिगिनर होइन सबले एकजना बढेर हुने हो जे पनि एक्लै त गरेर केही पनि हुँदैन सुरुमा हामीलाई एक अहिले तपाईँहरूले गरेको एक सब्सक्राइबर यति महत्त्वपूर्ण भइरहेको हुन्छ नि हामीलाई ओ केटाहरू होइन यति महत्त्व हुन्छ नि एक सब्सक्राइबको अहिले एक दिनमा एकजना बढ्यो भने यस्तो हुन्छ भन्ने भइरहेको हुन्छ क्या होइन त्यही भएर मस्त बढाइदिउँ है केटा हो यति चाहिँ भनेको मानिदिउँ जो होइन भिडियोहरू मन पराउने च्यानललाई मन पराउनेले चाहिँ सब्सक्राइब गरेर हिँडिदिनु होला लाइक सब्सक्राइब होइन पुरा यस्तो आफ्नो साथीहरूलाई पनि सेयर हानिदिनु होला यस्तो त खुट्टा तान्ने त हुन्छन् नहुन्छन् होइन खुट्टा तान्ने हुन्छन् अलिअलि आफ्नै साथीहरू पनि पहिला पुरा यो गर्छु त्यो गर्छु भन्ने होइन लास्टमा अलिअलि गएपछि सबै अनसब्सक्राइब हानिदिरहेको क्या पहिले म हेर्थेँ एक दुईजना गरेर अनसब्सक्राइब हुन्थ्यो क्या पुरै त्यसको पीडा पनि के हुन्छ भन्ने कुरा थाहा हुन्छ जब केटाहरू आफ्नै यस्तो पुगेपछि होइन आफ्नै केटाहरूले माया नदेखाएपछि अरूले त के देखाउँछ भन्ने पनि हुँदैन खुट्टा तान्नै गर्छन् होइन केटा हो माया गर्नेले पुरा माया ल्याम हान्दिउँ त लु आज दाइहरूसँग होइन भरताल हिँडिएछ यहाँ बर्थडेमा ककालाई चिन्नुहुन्छ है ककालाई चिन्नुहुन्छ कमेन्ट ड्याम हानिदिनु होला नाम को हो ल्याम कि ल्याम बाटो हल्का नराम्रो छ यो पनि अब बन्छ भन्ने सुनेको पुरै एकचोटि पिच भइसकेको हो 2-3 वर्ष हामीलाई आनन्द त दिएको हो तर पनि पिच बरु यस्तो हुन्छ क्या फुटिसकेपछि त्यसलाई रिपेयर गरेन भने यस्तो बिग्रिन्छ क्या त्यही हो केटाको सब्सक्राइब चाहिएको छैन 1K पुगाइदिनु पऱ्यो क्या 1K हाम्रो पनि एउटा फ्यामिली 1K फ्यामिली भन्न पाउनु पऱ्यो क्या होइन रमाइलो बाटोलाई यसो छोडिदिनु होला है त्यतातिर बाटो कस्तो खत्तम ठाउँ चाहिँ नभनिदिनु होला है वाइल्ड आउँछ यार के गर्ने ओए मेरो यसले यति जन्माउँछ पनि भन्छ फेरि यसले यतिखेर जन्माउँथ्यो त्यो जन्माएको छोराको पैसा पनि यतिखेर लिन्छन् अरे पछाडि हेरौँ पछाडि वाइल्ड रूपमा यार पुरै पछाडि हाम्रो गाउँको केटाहरू पनि हुन चाहिँ होइन वाट्सअप गाइज हामी चाहिँ भरताल आइपुग्यो यही हो हाम्रो भरताल हाम्रो होइन पुरै नेपालभरिका सबको भरताल है यही हो कस्तो लागेछ ड्याम हानिदिनु होला भरताल जय भरताल दिनु होला ड्याम ल्याम हानिदिने होइन वाट्सअप गाइज ल उहाँ पुरा तोपको रूपमा उयो खेला भइरहेछ बोटो दामी है ओए आज त मान्छेहरू कस्तो हो वाइल्ड छन् जस्तो छ त्यहाँ नी ड्र्याग दिउँ म यहाँ नी ड्र्याग पारेर पुरै हामी पनि एक ठाउँ यस्तो बस्दिउँ न है ल झर त रमाइलो हानिदिउँ केटाहरू कता गयो खोइ त भरताल आयो है अघि भरताल छिरेको त भिडियोहरू भएको छ अब केटाहरूले रमाइलो हान्ने होइन ओइ यसो मिठो भाषण दिएन एउटा
हानिहाल्ने यहाँ दाइ अहिले स्न्यापमा बिजी छ स्न्याप केटाहरू स्न्यापमा बिजी थिए अब स्न्याप प्रो स्न्यापर है फोटो खतरा आउने त्यहाँ खिच्नुपर्छ ल ल बबाल पुरा यसरी तैरिरहेको छ है हो फोटो त भरे राम्रो आउँदैन त्यतिखेर आउनु भने दामी फोटो आउँछ न तर फोटो आउँदैन राम्रो यार ओइ मुख धुम न त यस्तो मुखमा त के खिच्नु फोटो आम्मा ल साइकको ओइ कहाँ गएर धुने अब मुख धोइन्छ फोटो सोटो खिचिन्छ अनि फेरि तपाईँहरूलाई यसो होइन भरतालको रङ्गिन उतानेर त्यो ठाउँमा गएर रङ्गिन चरीहरू देखाइन्छ म यहाँ पारेर साट्न पाए सँगै पनि काट्न पाए कति मिठो कति प्यारो होला नि जीवन हामी यसरी भेट भएको किन मेरो लाउन नि बहिनी किन बाँझो खेतमा मलाई चाहिँ गीत गाउन आउँदैन है मायालाई पहिलो भेटमा उयो थुतुनो चाहिँ यस्तो नदेखाउँ न है कस्तो नदेख यार केही पनि हुँदैन यो अब हाम्रो होलीको दिनको रमाइलो हो नि त होली मलाई चाहिँ राम्रो देखिँदो रहेछ कितेर पनि फोटो खिच्थ्यो फोटो खिच्ने पुरा बत्ती बालेर खिचिदिने कि बत्ती बाल्नु पर्दैन मेरो त्यति मुख त्यति साह्रो पनि कालो छैन होइन ब्ल्याक ह्यान्ड भने दाइ त थाहा होला तँलाई होइन ब्ल्याक ह्यान्ड होइन अनुहार कालो भयो नि मन गोरो छैन मन गोरो छ काले कुराहरू काले भयो भने काले काले पुरा एक्सप्रेसनमा छ है ओए दामी खर्च यसको त अझै खर्चै पुरै भएन नि ल केटा हो मस्त हानी है फोटो सोटो हानी यहाँबाट नि कस्तो दामी भ्यू आइरहेको यो फुलको दामी यहाँ चाहिँ यो फुलको है ल जाउँ हाम्रो भरताल है वाल भरताललाई पनि माया देखाइदिनु होला भिडियो यार यस्तो भिडियो बनाइरहेको हुन्छ है त्यही पनि भ्युज आइरहेको हुँदैन भिडियोमा युट्युबमा सबैले सब्सक्राइब गरिदिनु होला हेटर्स भन्दा माया गरिदिने धेरै भइदिउँ के केटा हो हेटर्स भन्दा माया गरिदिनु धेरै हेटरले त खुट्टा तानिहाल्छ नि यार तान्नेले तान्ने तिनीहरूलाई कसरी रोक्ने हो रोकिन सकिँदैन झगडा नपरेको होस् जे होस् होइन भरतालमा त्यति हो यो घर कहिले कम्प्लिट हुन्छ यार यो होटेल फाइनली यो पानीको बिचमा हुन्छ है यो होटेल चाहिँ होइन सुनेको मैले 2 तल्ला मुनि त पुरा सिसा पुरै पानी हुन्छ भन्ने सुनेको थिएँ है कस्तो हो यो कुरा मैले भनेको मैले नसुने यो राम्ररी नबुझेको पनि हुनसक्छ होइन करा चाहिँ यार के गरेछ बाइक त पुरै ट्यान्ट भइसकेछ ल हाम्रो भरतालको भाइरल ठाउँ है यो दामी भाइरल भएको ठाउँ यो चाहिँ दामी वाट्स द भाइरल भ्यू भरताल यहाँ चाहिँ फोटो खिच्नलाई त मान्छेहरू वाइल्ड हुन्छ हौ क्यामेरा चिल्याएर बसिदिनुपर्छ होइन दामी आउँछ क्या त्यो दामी हुन्छ यो त वाइल्ड रूपमा के गर्ने है खाइदिउँ न यहाँ बाइक उता राखौँ न त नि दामी छ अब त हामी चटपट खान्छौँ है दामी होली सबलाई दामी ताली लागेछ यार यहाँ के देखेछ अरे हामीले बाल थोक देखिएछ यहाँ त दामी यहाँ कला छ नमस्कार सबै कुराहरू छन् हैन दामी यस्तो दामी ठाउँ हो नि यार यो दामी तालले रमाइलो होली मनाए है सोचेको थियो है हामीले बिहानसम्म सोचेको थियौँ यस्तो हुन्छ भनेर बिहान त हामी हिँड्दैन हामीले कहिले पनि बिहान त हामी हिँड्छौँ हामी कहीँ जान्छौँ भन्ने हाम्रो दिमागमा पनि थिएन नि एउटा बाइक त 4 जना कहाँ छिर्ने अनएक्सपेक्टेड सोचाइ हो हाम्रो होइन अनएक्सपेक्टेड सोचाइ लिएपछि पुरा हुँदो रहेछ चाहेका कुराहरू त पुग्दैन भन्ने हो नजिकै समुद्र रहेको छ होइन नजिकै समुद्र है यो पुरै समुद्र हो यस्तो दामी भ्यू आएको फेरि होइन समुद्र पनि होइन यो महासागर हो गाइस होइन ओसियन भन्न नेपाली ओसियन हाम्रो मेडिटेरियन सी पनि भन्दा नि कम छैन होइन नेपाली ओसियन अफ्रिका र युरोप छुटिएको हो मेडिटेरियन सीले त हो नि
अफ्रिका र युरोप छन् के भनौँ न यसको बारेमा भरतालको बारेमा यसो 2 शब्द भरताल इज द मोस्ट पपुलर प्लेस अफ आवर नेपाल इट इज नट इन्डिस्पेन्सेबल एन्ड एक्सलेन्स प्लेस अफ नेपाल हैन यस अनि के सुन इट इज अ बिग एन्ड गिगान्टिक एरिया यस इट इज लोकेटेड इन प्रदेश नम्बर 2 अफ नेपाल अनि there are many people come and celebrate for any festival. Yes. Today is Holi festival. We all the Nepali celebration here. We are most satisfied when we come here. ओए यसको इंग्लिश तिमीलाई कस्तो लाग्यो कि सुन्दै सुन्दैन तिमीले यसो इंग्लिश यसो कटु च्याट्दा ओए तेरो कटु च्याट्दा जस्तो हाम्रो कटु च्याट्दा जस्तो भनिन्छ त्यसले त तेरो त ओए हामी च्याट्दै त हैन अति अंकलले चटपटी बनाइदिनु भाइ हामीलाई चाहिँ हैन चट्ट पारेर पुरै दामी छ यार कस्तो यार अति चोटी यबाट हिँडी के छिर्नु जस्तो लाग्छ चाहिँ भरताल आज त सायद मिल्यो हैन र आज होलीकै दिन छिर्नु नि ल ठीक छ राम्रो लाग्यो चटपटे खाएर मस्त एकछिन यहाँ पनि घुमिन्छ नि एकछिन रमाइलो गरिन्छ अनि फेरि घर डुङ्गा चाहिँ खेलिदैन है डुङ्गा हामी त्यस्तो पनि छैन डुङ्गा बुढाबुढीले खेल्ने जस्तो काम खेल्दैनौँ हैन हामी ठुलै हामी ठुलो पौडी खेल्छौँ तर डुङ्गा खेल्दैनौँ के रे फेरि सुरु पौडी खेल्न तयार छौँ तर डुङ्गा खेल्दैनौँ हैन किन अब यहाँ पौडी खेल्दा पो सानो हिम्मतिलो हुन्छ र डुङ्गा त जसले पनि चढ्न जान छ नि हैन यस त्यस्तो हैन यसले घुमाएर भन्यो मनी यस मनी इज एभ्रिथिङ कुरो यहाँ छ हैन मैले धागो मात्र फकाउनु पर्छ हल्का मुखमा त समुद्र केटाहरूले आफै फकाइदिन्छ त्यहाँ छ मनी इज एभ्रिथिङ भने जस्तै यहाँ भइसक्यो यसको लागि मनी इज एभ्रिथिङ पैसा सबै कुरो हो तर सबै चिज पनि होइन क्या कुरो यहाँनिर छ हैन पैसा खुसी पनि हो तर खुसी पनि होइन ओए खुसी हो पैसा सबै कुरो हो तर सबै चिज होइन त्यसैले त फेल भएको छिटै एकचोटि नबुझेर हैन हामीले खाना चाहिँ केही खाएन गाई छैन तर खतरा निक्लिरहेछ कि प्रवचन निक्लिरहेछ प्रवचन भन्न चटपटे आयो कलर किन हाल्नु भावे हुन्छ भनिनस् नि त अगाडि किन भनिन् ठिकै छ धेरै कलर छैन दामी है सम्पर्क खाने है मिठै रहेछ चटपटे लभर उता कुटाकुटी भयो भन्नु लाग्यो जस्तो गाई छैन चटपटे लभर साइडमा अब के छ नि यार हुन्छ अहिले ए होली खेल्न त दामी है होली पो रहेछ कुटाकुटी नखाऊ एकछिन यहाँ बनाउनु बा स्न्याप रेसको लागि चाहिँ यहाँ युट्युबमा भिडियो हाल्न लगिदिनु म उयो गरिरहेको छु एक शब्द खाइसकेर म्याम मुखमा ऊ यसरी लगाइसकेर स्न्याप दिन्छ यार तर गाई 1 घण्टा लाग्छ यसकोमा स्न्याप लोड हुनु त्यसै हामी चाहिँ खाइसक्छौँ खासमा हैन स्टे ट्युन है भिडियोको लागि मस्त ल के को पानी चाहिएर चला है चाउमिन पनि बनाउँछ सित्तैको पानी सित्तै ए पैसा साको पनि यो चुइया त चुइयै हो पैसामा हैन जबसम्म छ त्यसो किन हैन जबसम्म सास छ तबसम्म आश छ हैन यसमा ए के को सित्तै मिनरल वाटर हो के को सित्तै चिसो भयो भने मजा आउँछ चिसो पनि छ चिसोले घाँटी समाउँछ चिसो नखाने के समात्छ तेरो चाहिँ घाँटी समाउँछ चिसोले चिसो खानुहुन्न ल पानी सानी छिटै मर्छ कालाउँछ कस्तो छ भन्दिनु होला भिडियो हैन आजको दामी भला होला केटाहरु सब्स्क्राइब हान्दिनु है 1k पुगाइदिउँ न यार वाइल्ड सब्स्क्राइब हान्दिनु हैन 1k पुगाइदिएपछि दामी क्वालिटी भिडियो बनाएर बस्दा चाहिँ हैन अब भिडियो हेर भ्लगरको कामै हो पानी तेल्ने खोइले न पानी हामी पनि खाम म्यासले लिएन अनि अर्डर गर्दियौ कि के रे त पानी के पानी अर्डर गर्दिन्छस् ओ चरामा यार राम भगवानको जस्तो सेप निकाल्न खोजिरहेको दामी यार चराको त ल ठ्याक्कै धनुषको जस्तो सेप हो है कुन सेप आउँछ हेर्न त धनुषको सेप जस्तो निक्लिरहेछ प्राय ल साइ कुन सेपको छ यार बाबाले हो नि ओ यहाँबाट अघि उडेको इन्टर नि हो चरा चाहिँ क्या मजाले बस्दिने है तल यहाँ यो पानीमा यसरी जसो आइज न कहाँ कहिलेको चरा हो यो त उल्लुको साथी हो जान सोधेर आइज चरा सोधेर आउने फेरि मलाई फिस्टे भजिया ओए क्या मिठो चेन्ज गरिदिएर सेप ल ओए चरा त के हो यार यहाँ रमिता देखाइरहेको छ यार सही सेप रमिता देखाइरहेको छ यार यो चराहरू त यहाँ लाग्यो जाने अब ल जाऊ नपारौँ
केटाहरू चाहिँ हामीले भेट्छ भनेर फुलले हानिसक्यो हामीले भेट्छ भनेर मासलेहरू नरकिकन हिँड्छ न त दामी ल टोटल्ली वेलकम है सबैजना भएर त दामी भ्यू आउँछ होला यहाँको त कस्तो आहा कमेन्ट हानिदिनु होला है अन्त त मैयाहरू त अरे बा दामी दामी मैयाहरू छन् त यार अन्त यो वाइल्डली टोटल्ली खाएर पनि त्यस्तै छ हौ केटाहरूलाई सबलाई माया देखाइदिनु होला सबैजनाले सब्सक्राइब चाहिँ ब्याम ल्याम हानिदिनु होला है त ल्याम कि ल्याम सब्सक्राइब केटाउ ल्याम ल्याम अरे आज त म तोप दिन्छु तोप भएर तोप पाराले दामी हामी पनि के गरौँ होइन यसो चलपल त हानिदिनै परेको अब बाई बाई जाउँ 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 केटा हो अब भरे तल घुम्यो होइन प्रोफेसनल ताराले हामीले दिन नसके पनि होइन हुन्छ नि अब यस्तो हुन्छ हाम्रो कन्टेन्ट त्यति जति हामीले कन्टेन्ट गरे पनि सानो उयसको लागि हाम्रो कन्टेन्ट त्यति राम्रो हुँदैन है जति हामीले जस्तो कस्तो कन्टेन्ट ल्याए पनि कि हाम्रो त्यो भइरहेको हुँदैन किनकि फ्यामिली कम भएपछि यस्तै हो अब जति अब हेर्नुहोस् अरू होइन पुरा प्रो भइसकेकोहरूको अहिले सब्सक्राइबर भएको मान्छेहरूको याद दिइरहेको हुन्छ कन्टेन्ट मस्त भ्युज गइरहेको हुन्छ हाम्रोमा यो खोजी कन्टेन्टको लागि हामी यहाँ त्यहाँ धुनी होइन रात दिन नभनिकन मेरो गएर हालिरहेको हुन्छ तर हाम्रो फेरि गइरहेको हुँदैन क्या माया देखाउँथ्यौँ न यार हामीलाई पनि माया हामीलाई पनि बाटोमा भेटेर सब्सक्राइबरले या बिग फ्यान दिए नि हुन्थ्यो नि भन्ने जस्तो हुन्छ क्या होइन तर खोइ त वाइ वी आर इन ब्याक भने जस्तै हो क्या फेरि यसको पनि चाहिँ हामी आइसक्यौँ भने के ए त्यति खोइ पेसलहरू पनि कता छन् यतै बसौँ बाइकले अटोमा मैयाहरू छन् त्यति साह्रो जित्नु हुँदैन पछि जानुपर्छ हो चहल पहल यसो होइन ओहो हाम्रो मैयाहरूले हामीलाई हेरिरहनु भएको थियो ओहो हामी केटाहरूलाई छोडेर अब मैयाहरूको पछि आयौँ मैयाहरूले हामीलाई पछाडिबाट पारेर हेरिरहनु भएको छ यो यस्तोले ओहो त्यस्तो त केही बोल्नु भएन सरी तर फुलमतीहरूको हामीले पनि मनोरञ्जन लिन पाथ्यौँ अब यो साइडबाट हेर्नुपर्छ है को रहेछन् ल बिस्तारै हाँग्नुपर्छ होइन अटोले जितेपछि हामी हेर्नुपर्छ कस्ता छन् ल्याम पारेर होली केटाहरू लाग्छ होइन होली केटाहरू हिजो त्यहाँ हाम्रो गाउँमा एक्सिडेन्ट यार वाइल्ड भइरहेको होइन अलिक बिस्तारै हाँक्दिउँ जति आफू सेफ भएर हिँड्यौँ क्या होइन खाइदिएपछि त साला मेरै बाउको रोड जसरी हाँकिदिँदैन केटाहरूले आफ्नै बाउको रोड हो तिमीहरूको बाउको रोड हो त्यो तिमीहरूको बाउको रोड हो खाएपछि त्यसरी हाँक्ने के हो डर छैन हिजो ल्याम्मै झन्डै मलाई हानिदिइरह्यो एउटा उहाँ चिट्टाङ दुइटा बाइक एउटा हाम्रो गाउँतिरबाट गएको एउटा वर्षबाट आएको बाइकमा चिट्टाङ पल्टेर आएको टाङ फाटेर बसिरहेको थियो के हो हाँक्न आउँदैन भने किन हाँक्ने हो तिमीहरूको पो ज्यानको माया छैन त कसम हाम्रो त ज्यानको माया छ वाइल्ड यार क्रिप भया म त्यस्तो त उयो गर्दिनँ होइन त्यही पनि एउटा यस्तो भनिहाल्छु बाइक आफूले राम्रो हाँक्यो भने नि कहिले एक्सिडेन्ट हुँदैन केटा
कहिले हामी बिस्तारै आँकेर हिँड्यौँ माछालाई उताउटो उहाँ गराएर ल्याम्मै ठोकिदिन्छ मुजी अब के भन्ने त्यसलाई हानिदिन्छ त्यसरी हाँक्दिने हो बाउ आमालाई घरबाट छोरा हिँडेपछि त्यस्तो मान्छेले लिएर हिँड्यो भने यार बाइक छोरा कतिखेर आउँछ भने टेन्सन हुँदैन बाउ आमालाई अङ्कल पछाडि हेर्नु न यार हराउन मागेपछि त त्यस्तो नगरिदिउँ न हो त्यस्तो नगरिदिउँ यत्रा ठुला गिटी नराखिदिउँ अटोमा मैयाहरू छन् क्या अटोमा भइहाल्नु मैयाहरू छन् हो अटोलाई पनि केटाहरूले जित्दैन नि यार अटोमा मैयाहरू के हो अङ्कल पेसल त 70 आइरहेको छ त मैयाहरूलाई देखेपछि त ओहो के हो ओहो बुलेट पनि रोल्नु केटा आउँछ त सला के भएको यस्तो आज त हाम्रो मजा आइरहेको छ राइडमा पनि वाल रूपमा होइन केटाहरूले अलिकति ओहो त्यसो हामी पनि यतातिर गइदिउँ न केटाहरू बजार छिर्ने रे आज मस्त ओहो आज पुरा बजार छिरेर वाइल्ड हान्ने अरे केटाहरूले होइन अब यस्तै हो भिडियो बनाइन्छ बजारको पनि बजार आज के गर्नु मासला आज भिडियो चाहिँ मजाले भनिरहेको छ है सोल्टी बजार धेरै पछि आइएको म ल यताबाट सधैँ सिधा जान्छु तर भित्र पस्ने होइन भित्र पसेपछि धेरै पछि एकचोटि हाम्रो केमा पुरानोमा तरकारी किन्न आएको थियो होला म राम्रोसँगले है ओहो कुकुर यार आमा मार्ने खालको कुकुर चाहिँ त ओ काका कुकुर लिएर यसरी हिँड्न पाइन्छ यार ओ कुकुर लिएर हिँड्ने टोको भने त मरिहालिन्छ नि कताबाट जाने ओ 1 लिटर तेल हालौँ न 1 बोतल मेरोमा त तेलै छैन मुला आधी मेरो रिसाप लाएर सकिन आँटेको तेल हो तेरो फुल्छ मैले तेल हालियो नपुग्दिएर पैसा होइन साथीहरू यसो मागेर अझै पनि 1 लिटर तेल हालेको अब घरबाट बाउले हाल्छ नभए अरू कोही तर यो तेलले माइलेज दिँदैन थाहा मलाई यताको तेल त्यति राम्रो हुँदैन बोतलको तेल अब के गर्नु है पैसा तेलै नभएपछि त हाल्नु परिहाल्छ नि ल अब हामी चाहिँ लाग्यौँ है हामी चाहिँ सिङ्गलै म्याचलाई सिङ्गलै भएर सिङ्गलै मरन हुने भयो जन्मिँदा नि सिङ्गल मर्ने बेला नि सिङ्गल भन्थे म्याचलाई जिउने बेला यो यतिखेर चाहिँ डबल हुनुपर्ने हो नि खोइ केटा हो खोइ केटी हो यस्तै हो हामी सिङ्गल हुने हामी सधैँ सिङ्गल भएर मर्ने हाम्रो हातमा के डबलको रेखा छैन के हो हामी चाहिँ झन्डै पर्ने भाइ केटाहरूले भन्थ्यो अहिले गाउँको खसी मारेका गाउँको खसी आज भोज हुन्थ्यो सल्लाह भरे फेरि टावर पार्ने त हाम्रो पनि ल्याम्प परेर भइरहेछ झ्याम्म लुम्म यता उति झ्याम्म लामा त्यसलाई अब के गर्नु यस्तै छ है घर आइयो चट्टा अब घुम्न जाने बेला यस्तै हो अब कहिलेकाहीँ यस्तै हुन्छ अब म चाहिँ यहीँ छिर्छु है मेरो घर चाहिँ त्यतिर दाइको जुत्तातिर चट्टा फाइनली घर आइयो हामी ल फाइनली घर आइयो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला भिडियो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभन्नु होला भिडियो फुल हेर्नु हो भने कस्तो रमाइलो छ आज भिडियो चाहिँ राम्रोसँग बनाएको छ हामीले सबैलाई उयो आउने बित्तिकै नआउन थाल्यो होइन अब भिडियो ल आजको भिडियो यहीँ हुन्छ भिडियो कस्तो लाग्यो कमेन्टमा चाहिँ हानिदिनु नभन्नु होला नबिर्सिनु होला